स्वागत छ यहाँहरूलाई। आज म घरमा आएको एउटा अनौठो चाहिँ इन्सिडेन्ट्स देखेँ मैले। यहाँ मैले देखाउँदैछु, मेरो भाउजूले चाहिँ मादल बजाउने प्र्याक्टिस गर्दै हुनुहुन्छ। मलाई हाँसो पनि लागिरहेको छ, भाउजू पनि अलिअलि हाँस्नु भएको छ, हात दुखे पनि मादल बजाउँदै हुनुहुन्छ। एकचोटि हेरिदिनु होला है त। कस्तो अनुभव भइरहेछ अहिले हजुरलाई चाहिँ यो बेलामा चाहिँ आएर मादल सिक्दाखेरि? छोटो 2 शब्द बताइदिनुहोस् न। एकदम राम्रो लागिरहेछ। अनि बुढेसकालमा भए पनि होइन नि, सिक्नलाई पढ्नलाई उमेरले छेक्दैन। हजुरले जे गर्नुभएको छ एकदमै राम्रो गर्नुभएको छ। कति दिनको प्रयास हो यो हजुरको? यो 3 दिनको प्रयास। 3 दिनको प्रयास हो। अनि हजुरलाई चाहिँ कति सिकेँ जस्तो लाग्छ? 10 मा कति सिकेँ जस्तो लाग्छ? 10 मा कति सिके जस्तो लाग्छ? हजुर जस्तो कति 10 सिक्नु पर्नेमा कति सिकेँ जस्तो लाग्छ? 100 मा 5 सिके जस्तो लाग्छ। 100 मा 5 हो नि। 3 दिनभन्दा अगाडि 100 मा 0 नै हुनुहुन्थ्यो, आज 100 मा 5 हुनुहुन्छ, भोलि 100 मा 10 पुग्नुहुन्छ। राम्रो प्रयास भएको छ। के भन्न चाहनुहुन्छ अरू महिला दिदीबहिनीहरू जो घरमा चाहिँ मैले त केही पनि गर्न सक्दिनँ, केही आउँदैन मलाई भनेर बस्ने जो दिदीबहिनीहरू हुनुहुन्छ, उहाँलाई के भन्न चाहनुहुन्छ? मैले मादल सिक्नको लागि धेरै पहिलेदेखि नै कोसिस गरिराखेको हो। हजुर। र खै समयको अभावले गर्दा, व्यवस्थापनको अभावले गर्दा, अब केही नमिलेरै होला। हजुर, अहिलेसम्म सिक्न सकिरहेको थिएन। अहिले अब वडाले व्यवस्था गरेको यो तालिम हो गरेर हाम्रो यो तिलोत्तमा 11 भित्रमा हजुर हामी म जस्तै हजुर अलिकति तलमाथि उमेर होला, हजुर म जस्तै महिला दिदीबहिनीहरू 30 जनाले अहिले तालिम लिइरहेछन्। हजुर। यसमा 3 दिनको सिकाइमा माधव अधिकारी सरले सिकाउनुहुन्छ। ए हजुर। एकदम रमाइलो, हाँसी हाँसी सिकाउनुहुन्छ, रमाइलो लाग्छ। हजुर। सिक्नुहुन्छ, टेन्सन नमान्नुहोस्, सिकिहाल्नुहुन्छ भन्नुहुन्छ सरले। तर हामीलाई गर्दा गर्दै अब कसरी सिक्ने होला भन्ने जस्तो लाग्छ घरिघरि त। अब पहिलो दिनभन्दा दोस्रो दिन, दोस्रो दिनभन्दा तेस्रो दिन हल्का प्रयास गर्दैछौँ। हो, भनिन्छ नि 100औं माइलको यात्रा पनि एक पाइलाबाट सुरु हुन्छ भनेर। सिक्दै गरेपछि नजानिने कुरा के होला र, सबैले सिकेरै त जान्नु भएको हो नि भन्ने आत्मबल बढाउँदै कोसिस गरिरहेछौँ। हो, भनेपछि अब हजुरले चाहिँ अरू महिला दिदीबहिनीहरूलाई पनि त्यही सल्लाह दिनुहुन्छ, कुनै पनि कुरा सिक्नको लागि उमेरले छेक्दैन, लाज नमानी अनि डर नमानिकन आँट गरेर गरेपछि, समय व्यवस्थापन मिलाएर सिक्ने कोसिस गरेपछि कुनै पनि काम सिपहरू ढिलो चाँडो सिकिन्छ, होइन त? हस् त, छोटो समय हजुरको आफ्नो धारणा राखिदिनु भयो, त्यसको लागि धन्यवाद। त यहाँ धन्यवाद। अब हजुरहरूले यो च्यानल हेरिदिनु भयो। अनि यस्तै यस्तै च्यानलहरूको लागि, यस्तै यस्तै जानकारीमूलक भिडियोहरूको लागि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।